उनीहरूलाई थाहा हुँदा पनि मेरो छोरीको बारेमा पटक पटक चरित्र हत्या गरेको भएर चाहिँ मैले उनीहरूलाई मुद्दा हालेर चाहिँ उनीहरूले 25,000 दरोटी तिरेको चाहिँ हो। शर्मिलाजी अलिकति अब व्यक्तिगत कुराहरू पनि राजनीतिक कुराहरू त गरिसक्यौँ। अब राजनीतिक कुराकानी गर्दै गर्दाखेरि शर्मिला वाइबा अब आउने अब फागुन 21 गते सरकारले चुनावको घोषणा गरिसकेका छ। कुन पार्टीबाट शर्मिला वाइबा चाहिँ अब उठ्ने होली भन्ने खालको कुरा पनि छ। पार्टी भन्दा पनि यो समाजले के चाहिरहेको छ हैन, यो समाजकैपट्टि जाने हो हामी हैन। पार्टी भनेको यस्तै हो। कुन चाहिँ पार्टीले तपाईले टिकट दिन्छ? दुर्गा प्रसाईको पार्टीले? पार्टीमा त मैले तपाईलाई भन्नै पर्दैन हैन। मेरो म जन्मेको ठाउँमा मेरो एकदम राम्रो छ। मेरो ब्याक सपोर्ट दिएर मेरो हरेक मेरो तपाईले जित्नुहुन्छ अहिलेको प्रतिनिधि सभा जित्ने भन्दा पनि मैले काम गर्ने हो के। मैले मेरो काम देखाउने हो। मैले मेरो काम देखाउँदै जाँदाखेरि जित्ने हार्ने भनेको त यो राजनीतिमा भइहाल्छ है। त्यो कारणले गर्दाखेरि चाहिँ हेरौँ पछिको भविष्य के हुन्छ, हेरौँ त्यसपछि त्यतिखेरै हुन्छ। अहिले मैले यो पार्टीमा भन्दाखेरि भोलि म कुनै पार्टीमा पनि नगएर म आफ्नै